हिमालयको काखमा अवस्थित कैलाश पर्वतमा माता पार्वती आफ्नो महलमा स्नान गर्न जाँदै हुनुहुन्थ्यो। द्वारको रक्षाका लागि उनले आफ्नो शरीरको लेप उबटनबाट एक सुन्दर बालकको रचना गरिन्। ती बालकमा प्राण भर्दै माताले भनिन्, तिमी मेरा पुत्र हौ, जबसम्म म बाहिर आउँदिनु तबसम्म कसैलाई पनि भित्र आउन नदिनु। ती बालक बाल गणेश द्वारमा उभिए। उनको अनुहारमा एउटा अद्भुत तेज थियो र आँखामा अडिक साहस। केही समयपछि भगवान शिव त्यहाँ आइपुग्नुभयो। उहाँले भित्र जाने प्रयास गर्नुभयो, तर बाल गणेशले निर्भय भएर भन्नुभयो, रोकिनुहोस्, आमाको आज्ञा बिना उही पनि भित्र जान पाउँदैन। भगवान शिव मुस्कुराउनु भयो, तर बालक आफ्नो कर्तव्यबाट अलिकति पनि विचलित भएनन्। शिवका गणहरूले पनि उनलाई हटाउने प्रयास गरे, तर उनी अटल रहे। अन्ततः अनजानमा भगवान शिवले आफ्नो त्रिशूल प्रहार गरी बालकको शिर अलग गरिदिनुभयो। जब माता पार्वती बाहिर आउनुभयो, यो दृश्य देखेर उहाँ विलाप गर्न थाल्नुभयो। उहाँले भन्नुभयो, यो त मेरो पुत्र हो। शिवलाई आफ्नो कार्यप्रति अत्यन्त पश्चाताप भयो। उहाँले तुरुन्तै आदेश दिनुभयो, उत्तर दिशामा जो पहिलो जीव भेटिन्छ त्यसैको शिर लिएर आउनु। गणहरूले एउटा हात्ती भेट्टाए। त्यसै हात्तीको शिर ल्याएर बालकको शरीरमा जोडियो। शिवले त्यसमा दिव्य प्राण भरिदिनु भयो र बालक पुनः जीवित भए। अब उनी गजानन गणेश बनेका थिए। भगवान शिवले भन्नुभयो, आजदेखि तिमी सम्पूर्ण गणहरूको स्वामी गणेश हुनेछौ। कुनै पनि शुभ कार्य तिम्रो स्मरण र पूजा बिना पूर्ण हुने छैन। माता पार्वतीले बाल गणेशलाई हर्षका साथ हृदयमा लगाउनु भयो। सबै देवी देवताहरूले उहाँलाई श्रद्धापूर्वक प्रणाम गरे। कर्तव्य, आज्ञा पालन र साहस बाल्यकालमै भए पनि यिनै गुणले मानिसलाई देवत्व, भगवानको स्वरूपसम्म पुर्याउँछन्।